अहिले काठमाडौँको तिलगङ्गा अवस्थित चक्रपथको मेन बाटोमा उभिएर म यो भिडियो रेकर्ड गर्दैछु। यहाँहरूले देख्न सक्नुहुन्छ काठमाडौँमा जब साँझ पर्छ कस्तो जाम हुन्छ हैन। जो काठमाडौँमा हुनुहुन्छ उहाँहरूले त सायद थाहा होला पनि, जो हुनुहुन्न उहाँहरूले देख्न सक्नुहुन्छ काठमाडौँको जाम जब साँझ अफिस छुट्ने टाइम हुन्छ तब कतिको जाम हुन्छ हैन। अब त्यो देख्न सक्नुहुन्छ। तपाईहरुलाई यतिको जाममा कतिको प्रेसर पर्छ आफ्नो आफ्नो कमेन्ट गर्नुस् होला। बाटो पनि बनाइरहेको छ नेपाल सरकार, सडक विभाग अन्तर्गत यो बाटो बनिरहेको छ। चक्रपथको बाटो, तिलगङ्गाको रिङ रोड बाटो भन्छ यसलाई। हामी देख्न सक्छौँ बाटो बनिरहेको छ, मजाले निर्माण कार्य डेभलपमेन्टको कार्य भइरहेको छ। सबैजनाले आफ्नो घर जान हतार हैन, गन्तव्यमा पुग्न हतार सायद हुन सक्छ।